दाजुभाइ तथा दिदीबहिनीहरू, सबै प्रशंसा केवल एक अल्लाह ताआलाको लागि मात्रै हुन्। दुरूद तथा सलाम होस् हाम्रो अन्तिम रसूल मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम माथि। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, आज म यस भिडियोमा क्रोध अर्थात् रिसलाई कसरी नियन्त्रणमा गर्ने, कसरी दबाउने, त्यसको उपायको बारेमा चर्चा गर्नेछु। आशा गर्दैछु तपाईहरू यस भिडियोलाई ध्यानपूर्वक सुने र हेरिदिनु होला। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, क्रोध अर्थात् रिस मानिसको स्वाभाविक भावना हो। तर रिस आएपछि हामीलाई चाहियो कि रिसलाई दबाएर राखौं, रिसलाई नियन्त्रणमा राखौं र रिसलाई नियन्त्रणमा राख्न, दबाएर राख्नको महत्व इस्लाममा धेरै बताइएको छ। अल्लाह ताआलाले आफ्नो पवित्र किताब कुरआनमा भन्नु भएको छ, वल कादिमिनल गैद वल आफिना अनिन नास वल्लाहु युहिब्बुल मुहसिनिन। अल्लाह ताआलाले आफ्नो पवित्र किताब कुरआनमा भन्नुभयो कि जो आफ्नो क्रोध रिसलाई दबाएर राख्छन् र मानिसहरूलाई क्षमा गरिदिन्छन्, अल्लाह ताआला असल मानिसहरूलाई प्रेम गर्नुहुन्छ। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, क्रोध अर्थात् रिस दुई प्रकारका छन्। पहिलो प्रशंसनीय क्रोध अथवा रिस र अर्को निन्दनीय क्रोध अथवा रिस। प्रशंसनीय क्रोध अथवा रिस केलाई भनिन्छ? यो क्रोध अथवा रिस हो जो अल्लाह ताआलाको धर्म वा वहाँका आदेशहरूको अपमानको कारणले आउँछ। त्यति बेला त्यो क्रोध जुन मात्र एक अल्लाह ताआलाको लागि आउँछ, त्यो क्रोध प्रशंसनीय क्रोध मानिन्छ। र निन्दनीय क्रोध केलाई भनिन्छ? निन्दनीय क्रोध यो त्यो क्रोध हो जो आफ्नो अहंकार, व्यक्तिगत स्वार्थ वा इच्छाको कारणले आउँछ। त्यो क्रोध अथवा रिसलाई निन्दनीय क्रोध भनिन्छ। अब हामी लाग्छौं, अब म क्रोधलाई कसरी नियन्त्रणमा गर्ने, कसरी दबाएर राख्ने र इस्लाममा के भन्नु भएको छ त्यसतर्फ लाग्दैछु। अर्थात् क्रोधलाई कसरी नियन्त्रणमा गर्ने सबैभन्दा पहिलो कुरा छ कि अल्लाहसँग शैतानबाट शरण माग्नु। रसुलुल्लाह सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो, इन्नी लअअलमु कलिमतन लौ क़ालहा लदहब अन्हु मा यजिदु अऊदु बिल्लाहि मिनश शैतानिर रजीम। रसुलुल्लाह सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो कि म एउटा